साथीहरु गुड मर्निङ। म चाहिँ आज तपाईहरुलाई आजको मेरो बिहानदेखिको बेलुकासम्मको काम चाहिँ देखाउँछु हैन। डेली ब्लगको लागि हेर्नुस् है। मेरो चाहिँ अब बिहान उठेँ, म उठिसकेपछि दुध उठेपछि अब यहाँ दुध पकाउन लागेको छु। प्रेसर हाल्ने, अब यसलाई चाहिँ म छोप्छु। अनि सिटी लाग्छ भरे 2 सिटी जति लागेपछि अनि यसलाई जान्ने हो लसुनहरु हालेर। मेरो यहाँ चाहिँ आज चाहिँ दुध फाट्यो। अस्ति पनि एकचोटि फाटेर थियो, आज दुध फाट्यो। 1 लिटर दुध फाटेर सक्यो। खाना बनाउन लागेको छु। यो चाहिँ लोकल चामल हो। तीन जना छौँ खाना खाने। 3 जनाको लागि 3 कप पकाउँछु। खाना रेडी गरिसकेपछि मेरो चाहिँ छोरी उठिन्। छोरी रुँदै आउँदैछिन् उठेर। आमै किन रोको त? किन रोको भन त? किन रोको? यता हेर त। गुड मर्निङ। गुड मर्निङ सानु। गुड मर्निङ। ल किन घुमेको? सानु गुड मर्निङ भन न। गुड मर्निङ। ल हेर सानु निन्दा पुगु के भो टोको के टोको विनीलाई? मच्छरले टोको? अब हुँदैन, आफैलाई कुट्नु त्यसरी हुँदैन। त्यसो गर्नु हुँदैन, आइया हुन्छ। नमस्ते गरिसियो। नमस्ते गर। नमस्ते। माया पनि माया गर। मामुला माया गर त। ल माया भनेर मात्रै हुँदैन नि, गर्नु पर्यो नि त। गुड। त्यस्तो स्टाइलको माया चाहिँ हुँदैन होला हौ। त्यसरी माया हुँदैन होला। माया दादालाई पनि उठाउ न। अनि दादालाई उठ भन्न त जाऊ। हजुर दादालाई उठ। दादा स्कुल जानु ढिलो हुन्छ, कको गर्न जानु ढिलो हुन्छ, उठ भन ल। उठ्दैन अरे। बेबी पनि सुतेको छ? छुट्टो? अनि तिमी चाहिँ किन उठेको त? के भो? के भो? के रहेछ? गुजिला छ? दुध फाटेको 1 लिटर। के गर्नु अब, रातो चिया खानै पर्यो नि। मलाई चाहिँ रातो चिया मन पर्दैन खासै। दुध चिया हो मेरो चाहिँ फेभरेट। दुध फाटेपछि रातो चिया हो नि खानु त पर्यो। दालमा पनि सिटी लागिसक्यो। कति रङ हाल्दैछु, कति रङ हालेँ। चिनी हालेँ। चिनी चाहिँ खासै गुलियो मन पर्दैन मलाई चाहिँ साथीहरू। त्यस पछाडि मैले यो ल्वाङ सुकमेल मरिचको धुलो हालेँ। म चाहिँ आफै घरमै पिसेर बनाएको। म आफै बनाउँछु चिया मसला चाहिँ। क्रिसल, हेलो क्रिसल।
कति बजिसक्यो स्कुल नजाने आज जान अनि कति बजिसक्यो थाहा छ 9 बज्यो अनि 9 बजिसक्यो त 9 बजीसम्म सुतेको सुतै छिटो 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 उठ मुखहरू धौ फ्रेस हो बिहान उठेर मुखहरू धोएर अब पानी खाँदैछ छोरोले चाहिँ छोरो बिहानी पानी खान्छ डेली एक मग एक पानी खाइसक्छ होइन पानीहरू खाएर म बिहान चाहिँ खाजा चाहिँ दिन्न उसलाई अब एकछिन पछाडि स्कुल जाने टाइम भइहाल्छ त्यही भएर खाजा चाहिँ दिन्न अब अहिले खाजा खायो भने अहिले एकछिन भातै खाँदैन फेरि त्यसो त थोरै 2-3 गाँस भात खान्छस् खाजा खायो भने त त्यसै हिँडिहाल्छ खाना बसिदियो लुगा लायो भागिहाल्छ अहिले यस्तो छ उसको चाहिँ बिहान खाजा खाएपछि गाह्रो छ नि मलाई पनि सिटी लागिसक्यो फेरि चिया पनि पाकिसक्यो अब लागि रातो चिया पनि खानु पऱ्यो मेरो यहाँ छोरी पुकुलु चाहिँ यहाँ मान्छेलाई पानी खाँदैछिन् छोरी पनि ज्ञानी छिन् नि त मेरो त बिहानै उठेर पानी खान्छन् होइन हो कि होइन हो ज्ञानी छिन् पानी खान्छन् नि बुचे खाँदैनन् गाईको बुचे खाँदैनन् पानी खान्छन् होइन सानो हो कि होइन हौ ल के गरेको हजुर बहिनीको ल्याङ्ग्वेज म चाहिँ फेरि बुझ्दिनँ के भन्छन् त्यसो गर्नु हुँदैन सानो 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 ए मैले सानो पुकु पुकु हजुर पुकु खाऊ पाना पु गर पुकु खै बेबी पाना पु गर पाना पु गर हाँसिदेऊ त सानो हाँसो त हाँसिदेऊ त हाँसिदेऊ न आँखा चिन्न गर्दैछ आँखा चिन्न गर्दै आँखा चिन्न गरेर नमस्ते गरेर बस्छ त आँखा चिन्न गरेर नमस्ते गरेर बस्छ त खै बाबा बाबा कहाँ जानुभएको छ अफिसमा अफिस हो खै बाबा कति कडा आएछ हो चिया रातो चिया र यस्तो कालो न कालो भएको कडा छोरोको स्कुलको सर्ट सुकाइदिएको थिएँ हिजो घाममा उठाउनै बिर्सेछ सुको कि छैन अब ल पानी बेसी पर्न थालेछ सुसु पानी पर्न थाल्यो है फेरि छोरीको सर्ट सुके यस्तो छ हजुर मेरो छोरी चाहिँ खालि मलाई पछ्याएको अघि आइपुगिन् खाली खुट्टु सानो ए सानो कहाँ हिँडेको तिमी कहाँ हिँडेको चप्पल हेरिबिना आऊ है म त गएँ आऊ म त गएँ आऊ 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 न त पर्खिन्छु छिटो हेर चप्पल बिना हिँड लियो हिँड
जाउँ। पानी पर्दैछ अलिअलि। जाउँ। आऊ है, म त गएँ। आऊ सानो, आऊ हिँड, हिँड हिँड, छिटो हिँड न। आऊ न, बिस्तारै आऊ, आऊ बिस्तारै आऊ, छिटो। मैले चाहिँ दाल झान्नको लागि यहाँ तेल बसाइसकेँ। अब यहाँ लसुन कुटेर उ गरेको छु, लसुनलाई छिराउँछु। लसुन छिराउँछु अनि अलिकति अदुवा पनि हालेर छिराउँछु। यसरी डढिरहेछ लसुन अदुवा। अब यसलाई चाहिँ यहाँ दालमा हाल्छु। धेरै डढाउँछु क्या हो, दाल हो यति मिठो हुन्छ। खोरवाला भात पनि पस्किदिइसकेँ। घिउ हालिदिन्छु अलिकति, अनि त्यहाँदेखि पछाडि दाल हालिदिन्छु। दाल हालिदिन्छु। अनि ऊ चाहिँ सब्जी खाँदैन, सब्जी नखाने ब्याड बोय छ। मेन चाहिँ त्यो छ समस्या, सब्जी पनि खाँदैन। उसले खाने यति हो, यही भात छ कि घरै खाइसक्न मुस्किल छ। भुइँमा बसेर चाहिँ दिँदैछ फेरि। लु छिटो छिटो खाऊ, लेट हुन्छ फेरि। सब्जी लगाइदिउँ, सब्जी सब्जी आलु र सिमी। आजको हाम्रो सब्जी चाहिँ इस्कुसको मुन्टा छ। इस्कुसको मुन्टा र अब आलु मिसाएर पकाउँछु। सब्जी नै केही छैन साथीहरू। हिजो यो पनि शनिबार बजार बुढो गएर चाहिँ शनिबार बजारदेखि ल्याउनु हो। अन्त महँगो छैन फेरि सब्जी। यतिलाई 40-50 रुपियाँ कति हेऱ्यो। त्यो पनि हेर्नु न, यहाँ यो सबै फाल्ने हो। यहाँ टुप्पो टुप्पो हुन्छ, खाने चाहिँ यति हुन्छ। गाह्रो छ सब्जी किनेर खानु। मेरो छोरी यसरी कराइबस्छ। त्यो चलाउनु हुँदैन। नो नो भन्दैछ नि। रिसाइदेऊ त एकचोटि, रिसाइदेऊ सानो सानो। यता हेर त, यो के गरेको यस्तो। यहाँ हेर न, गरिदेऊ त, रिसाइदेऊ त एकचोटि। यसरी रिसाउँछ मेरो छोरी, रिसाउँछ। यो कुन खालको रिस हो। रिसाइन भने यसो गर्ने हो, गर्ने हो। यस्तो हो उसको रिसाइन। रिसाइन भनेर बुझ्नुपर्छ। यसरी मुख चाहिँ सुँगुरको फेटिने जस्तो भने आमा नकर। छोरो चाहिँ यहाँ बसेर खाएको खाइछ। अब के गरेर खाएको त्यस्तो। अब खाइसकेर स्कुल जान छिटो सबै खाइसक्ने है त्यो। फाइनली भात खाएर भ्याइसकेको छ। अब लु चुट खाइसक्यो, सनाकै भात खाइसकेको छ। अब चुटेर स्कुल जान। छोरो चाहिँ स्कुल जान रेडी भयो, गयो। अब खाइसक्यो, बाई। बिस्तारै जाऊ है। मैले चाहिँ इस्कुसको मुन्टा केलाइसक्यो अरे, काटी केलाई धोइसक्यो अरे।
ठिक्क रेडी गरेको छु। अनि यता आलु सँगसँगै आलु पनि पखाली काटी धोई रेडी गरिसकेको छु। अब म सब्जी पकाउँछु, आलु र इस्कुसको मुन्टाको सब्जी। हेरौँ है त। मैले यहाँ चाहिँ आलु पनि राखिसकेँ। आलुलाई पहिले अलि फ्राई गर्छु अनि त्यो मुन्टा हाल्छु। आलु र बेसार मसलाहरू राखेर आलु र बेसार हालिसकेँ। मुन्टा राखिसकेँ। अब यसलाई म छोपेर एकछिन पकाउँछु। खाएर दोकान बस्छ दिनबाट। ह्याप्पी असार 15 क्रिसल। सेम टु यु भन न। दही कोला चिउरा खाँदैछ क्रिसलले चाहिँ। कस्तो छ? खाऊ। स्कुलदेखि आएर पनि दही चिउरा कोला खाँदैछ छोरोले। छान्यु छान्यु ह्याप्पी असार 15। यी छोरीले नि यत्रो खान्छ।